सबैलाई नमस्ते। हामी चौकुने गाउँपालिका वडा नम्बर 9 स्थित दोभानमा आइपुगेका छौँ। दोभानको केही दृश्यहरू हामी अवलोकन गरेर हजुरहरू माझ ल्याउनेछौँ। कर्णाली नदी बगेर आउँदैछ, यो बगेर आएको। अनि यता भेरी नदी मिसिएर यो दोभान भएको हो। अनि यो एकदम अति नै रमणीय ठाउँ छ। हजुरहरू आउनु भएको छैन भने एकचोटि आउनै पर्ने ठाउँ, अति नै रमणीय ठाउँ। भिडियोहरू केही कैद गरेर हजुरहरू माझ हामी ल्याउनेछौँ। यो मन्दिरहरू पनि छ, यहाँ थुप्रै मन्दिरहरू, कुनै बन्दैछ, कुनै बनिसकेको छ। एकदम यो यताको यो मेन मन्दिर हो। हजुरहरू आउनु भएको छैन भने आउनै पर्ने ठाउँ, एकदम रमणीय ठाउँ छ। यहाँको वातावरण को हजुरहरूले थुप्रै मनोरञ्जन लग्न सक्नुहुनेछ। यो मन्दिर, अनि यो मन्दिरभन्दा मात्रै यो, अनि यो प्रतीक्षालय जस्तो छ, अथवा यो मन्दिरै रहेछ यो पनि। अनि यो मेन मन्दिर भयो। यिनीहरू सकभर बन्दै गरेको मन्दिरहरू होला, कुनै बन्दैछ, कुनै बनिसकेको। एकदम राम्रो छ ठाउँ। अबको केही वर्षपछि यो पनि राम्रो पर्यटकीय स्थल बन्नेछ। हजुरहरू आउनु होला, एकचोटि आउनै पर्ने ठाउँ। के छ बाजे? अनि हजुर यहाँको पुजारी हो, कस्तो हो? पुजारी हो बाजे? अनि यो मेन मन्दिर हो? यो यो मेन मन्दिर पुरानो यो मन्दिर यताको तलतिरको यो होमकण्ड पुरानो मन्दिर हो। अनि यो नयाँ मेन मन्दिर, यो अहिलेको होमकुण्ड बाजे? होम गर्ने ठाउँ यही रहेछ होइन बाजे? बिहान बिहान होम हुन्छ यहाँ? हजुर नै आउनुहुन्छ यता? हाम्रो पञ्चपुरी नगरपालिका हो। अनि पञ्चपुरी नगरपालिका बाब्याचोर बाजे? बाब्याचोरबाट हामी यसो न यहाँ घुम्न आउँ कि भने कहिले नआएको ठाउँ। राम्रो ठाउँ रहेछ बाजे, एकदम। मेरा छोरालाई पनि चिन्नु होला त, बजबसा हाम्रो भैटली मास्टर छ। बजबसा बुवा हुँ। एकदम राम्रो ठाउँ रहेछ बाजे, है? राम्रो ठाउँ छ त। राम्रो ठाउँ किन नहुने? एकदम राम्रो ठाउँ रहेछ। तर हजुर ठाउँ राम्रो, ठाउँ राम्रो छ बाजे। राम्रो भयो बाजे। म त अब हेर्दै पानी, अब गाई पालेको छु, गाईका थाहा पाएँ। अहिले आउँछु म घाँस। कर्णाली नदी बग्दै आयो। बग्दै आइसकेपछि यो चाहिँ भेरी नदी र कर्णाली नदी मिसिएको ठाउँलाई दोभान भनिएको हो। यो भेरी नदी, यो भेरी नदी। हामी चौकुने गाउँपालिका वडा नम्बर 9 चिप्ले पुलमा छौँ। चिप्ले पुलको दृश्यहरू केही हामी कैद गर्नेछौँ, हजुरमा देखाउनेछौँ। चौकुने गाउँपालिका स्थित चिप्ले पुलको दृश्य एकदम फोटो खिच्नेको घुइँचो छ।